Hey guys, welcome back to my channel. This is Pura and I hope you all are doing great. आज चाहिँ गोल्डन विकको सेकेन्ड. आई होप आजको दिन पनि राम्रो जानेछ र हजुरहरूले हेर्नुहुनेछ कहाँ गएँ के गरेर कसो गरेँ त्यसको लागि लास्टसम्म चाहिँ हेर्न नबिर्सिनुहोस् र सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गर्नुहोस्. जाम भिडियोसँग है त. गाइज टोकियोमा आइसकेपछि ट्रेन चेन्ज गर्नुपर्छ यहाँबाट उता उता बस यता. आई जस्ट गेट फेड अप झन् लाग्छ क्या डिफ्रेन्ट युज हुनुपर्छ. अनि एक महिना युज नगरेको अहिले युज गर्दै आई जस्ट लाइक भइसक्यो. Hello. Ozamasimasu. This is the lunch for today and guys says the safe. So yeah, welcome here. खाना खाएर भ्याएर अनि एकछिन गफ गरिसकेपछि हामी एकछिन खाली भयौँ. केरम भन्ने भइसकेपछि वी डिसाइडेड टु मेक टिकटक होइन. अनि हामी दुईजना डान्सिङमा चाहिँ एकदम खतम छौँ. बट वी ट्राइड आवर बेस्ट. आई डोन्ट नो यो भिडियो अपलोड हुन्छ कि हुँदैन बट या वी डिड व्हाटएभर वी ह्याड टु डु. सो गाइज अब चाहिँ मेरो यहाँबाट निस्किने टाइम भइसक्यो. सो लेट्स हेड आउट विथ मी फर द नेक्स्ट डेट. मजामासिमास्ता. So good. Bye bye. Gambatte ne. This is so confusing. Spero mia. Let's go. सो गाइज त्यहाँबाट निस्किसकेपछि म शिविया गएर नेक्स्ट साथीलाई कुरिरहेको थिएँ. शिविया चाहिँ एकदम क्राउडेड थियो. दिस इज अल्सो द वान रिजन मलाई किन टोकियोमा बस्नु थिएन भने चाहिँ क्राउड चाहिँ आई जस्ट हेट इट. त्यो भएको भएर अनि अगेन आई ह्याड टु गो एन्ड वेट माई फ्रेन्ड्स. यो चाहिँ शिवा इनुको कसलाई थाहा छ कसलाई थाहा छैन. यसको लागि फोटो खिच्नको लागि लाइन हजुरहरूले हेर्न सक्नुहुन्छ. क्राउड चाहिँ एकदम धेरै थियो विच आई हेटेड द मस्ट. बट के गर्ने गोल्डन विकमा गइसकेपछि आई न्यू काइन्ड अफ यस्तै हुन्छ भन्ने. बट या इट इज वाट इट इज. सो राइट नाउ म चाहिँ शिविया स्क्राम्बलको अगाडि उभिरहेको छु. कति धेरैलाई थाहा छ जापानमा आउनु भएको होइन. नआउनु भएकोलाई पनि दिस इज द वान अफ द बिजेस्ट क्रसिङ भनेर चाहिँ वर्ल्डमा चिनिएको छ. सो आई थिङ्क कतिजनाले सुन्नु भएको छैन भने पनि आज पहिलोपटक सुन्दै हुनुहुन्छ र आज मसँग हेरौँ है त्यो कतिको बिजी हुनेछ भनेर. सो लेट्स गो एन्ड क्रस द बिजिएस्ट क्रसिङ इन द वर्ल्ड.
सो गाइज मेरो साथी चाहिँ यहाँ रहेछ र उहाँको सरप्राइज हेर्नु ल यता साइडमा आऊ न बाहिरतिर तिमी आउँछ क्या तिमी त हातमा त आउँदैन तिमी कतिसम्म क्राउड छ भनेर हेर्नको लागि चाहिँ अहिले यहाँ हेर्नुहोस् हामीलाई कसरी हिँडिराख्नु परेको छ होइन यति धेरै क्राउड थियो अनबिलिभेबल गाइज बट टोकियो त्यो पनि सिबुया यतिको हुन्छ भन्ने त अलिअलि थाहा पनि थियो है अलिकति ठाउँ पाउँदा बित्तिकै यु वर ट्राइङ टु रन होइन जति सक्यो छिटो किनभने फेरि क्राउडमा फस्यो भने हिँड्नै सकिँदैन नि त त्यो भएर यताउता छल्ली हामी चाहिँ दौडिरहेको थियो र हामी कोही डेस्टिनेसन थियो हाम्रो आजको चाहिँ त्यो डेस्टिनेसनको लागि जाम है त सँगै सो गाइज यो चाहिँ हाम्रो डेस्टिनेसन थियो आजको जहाँ चाहिँ हामी 1 महिना अगाडिदेखि प्लान गरिरहेको थियो जानको लागि र लाइन देख्न सक्नुहुन्छ यहाँ कति लामो छ भनेर हामीलाई चाहिँ यहाँ आधी घन्टा 45 मिनट कुर्नु परिरहेको थियो पानकेक खानको लागि दिस इज वान अफ द इजिएस्ट पानकेक विच यु क्यान फाइन्ड इन शिबुया विच इज भेरी पपुलर बाई फरेनर्स जापानिज इन द्याट अल्सो वी वर वेटिङ एन्ड यु क्यान सी दिस इज द जापानिज वे अफ crying emoji or something like that. Yeah, we waited and it was taking so long. Me chocho. See what's I did. I did it. Listen. So guys, हाम्रो अर्डर गरिसकेपछि they told us पिस चाहिँ 25 मिनट लाग्छ भनेर अनि हामीलाई चाहिँ पिनट दिएको थियो to have while we were waiting for the pancake and we were just talking, gossiping and feeling each other about our life, what's happening, how is it going and everything. And it's so good to have a friend for like 12 years, one same friend. And guys, here is our pancake, you can say it, and I'm very excited for that. So guys, here is my pancake finally after waiting for more 5 minutes after hers. And as always I kind started going because I love desserts, and having a dessert in front of you and not eating it will be a disrespect, right? So let's get started. Member dokter ham dokter ya kan? Dokter ham dokter lagi. Isso dari ali bitter था. Bitter था? तर ठ्याक्क पुग्छ उसका मेरो. दामी हो यार. अच्छा त पियो नि. फिर आज नडा त खानी हो. त्यो भेट्दै त्यो मौसम ठाउँमा पुगेर आफूले लैजाने. दामी छ यार.
हामी खाएर मात्रै मान्छ भन्छ यार हामी जे पनि खाइसके खान्छ कि टाइमै लाग्दैन सबैले गफ गर्दैछु जस्तो हामीलाई हाम्रो खाना पाइसक्यो के छ हामीले गफ भनेर हामीले अरू बेला गरिहाल्छ होइन खाना अगाडि दिएपछि हाम्रो गफ आउँदैछ कि गफ आउने के चाहिन्छ यार They might be very surprised. तिम्रोमा त झार पनि कति धेरै हो झार के मिन्ट हो नि हो उसले चाहिँ भर्खरै होइन काम गर्ने होइन मान्छेलाई अझै कति राम्रै हुनुहुन्छ अरे क्या जापानमा चाहिँ त ध्यानको धन्दैन है त्यो भएर म चाहिँ लाइक जब क्राउड बढ्छ नि तब त्यस्तो हुन्छ कि उसले चाहिँ मेरो सर्ट छोपेर हिँडिरहेको छ कि छुट्छ कि भनेर अब के गर्ने गाइस क्राउड एकदम छ होइन अब छुट्छ या लाइक आफू होइन छुट्टा छुट्टै हुन्छ नि त अनि त्यो भयो भने गाह्रो हुन्छ नि त फेरि त्यो भएको भएर उसले चाहिँ मेरो सर्ट छोपेर हिँडिरहेको थियो कि फेरि द होल लाइक स्टेसनमा पुग्नेसम्म विच वाज भेरी फनी बट या गाइज हामी चाहिँ साथी भएको चाहिँ लाइक elementary school को 4th year but or something like that हो जापान आइसकेपछि we are still friends with each other which is very sweet I think having a friend like her and I would like to say thank you Samprada for everything you have done for me and I hope we will keep on having fun like this in the coming future too and yeah that's all so yeah I'm gonna miss you अनि त्यही भएर त पपुलर छ नि खुल हेर अगाडि Karena panggil masih tahu belum panggil. Bye bye. See you. ओ गाइस साथीलाई बाई बाई भनिसकेपछि म पनि मेरो घरतर्फ लागेँ घर जानको लागि एकदम क्राउड थियो बट के गर्ने जानु त पर्यो होइन सो म मोटाएर हाल्दा त यस्तो भएको छ गोल्डन विक 5 दिन घर जाँदाखेरि पनि के गर्ने अब घर गइसकेपछि खाना खाइन्छ होइन खाना खाएपछि मोटाइ हालिन्छ सो जाम अब घर
So guys, that was all for today. I hope you liked my video. If you like it, share, subscribe. अनि अर्को भिडियोमा पनि हजुरहरूसँग रमाइलो गर्नेछु भन्दै आजको लागि चाहिँ यति नै बाई बाई